नमस्कार साथीहरु 100 मा 200 को रिचार्ज 50 मा 100 को रिचार्ज कसरी राख्ने भन्नेबारे यस भिडियोमा तपाईलाई स्वागत छ। जस्ट नमस्ते पे एप डाउनलोड गरेर इन्स्टल गरेर ओपन गर्नु होला। त्यसपछि जस्ट त्यहाँ रेजिस्टर गर्नु होला साथीहरु। त्यसपछि तपाईहरु त्यहाँ रिचार्ज राख्नु पर्ने हुन्छ। तपाईले त्यहाँ आफ्नो पैसा लोड गर्नु होला साथीहरु वालेटमा। त्यसपछि रिचार्ज अप्सनमा क्लिक गर्दिनु होला। म तपाईलाई लाइभ गरेर देखाउँछु। त्यहाँ जस्ट आफ्नो मोबाइल नम्बर इन्टर गर्दिनु होला। नेक्स्ट बटनमा क्लिक गर्नु होला। त्यहाँ जस्ट 200 लेख्नु होला साथीहरु। त्यहाँ प्रोमो कोडमा चाहिँ म जे लेख्छु त्यही नमस्ते 50 लेख्दिनु होला साथीहरु। नमस्ते 50 लेख्दिएपछि एप्लाई बटनमा क्लिक गर्दिनु होला। पे बटनमा क्लिक गर्नु होला साथीहरु। त्यहाँ जस्ट पे गर्दिनु होला। त्यहाँ हेर्न सक्नुहुन्छ। त्यहाँ मेरो 100 रुपैयाँ 200 को रिचार्ज भइसकेको छ। यदि तपाईले बिलिभ गर्नुहुन्न भने मेरो वालेटमा पहिला 200 रुपैयाँ थियो माथि मेन वालेटमा। अहिले 100 रुपैयाँ छ। यहाँ मैले तपाईलाई हिस्ट्रीमा पनि देखाउन सक्छु। त्यहाँ सुरुमा 200 रुपैयाँ माइनस भएको छ। त्यसपछि त्यो प्रोमो कोडबाट चाहिँ क्याशब्याक फिर्ता आएको छ साथी। यदि तपाईलाई यो भिडियो राम्रो लाग्यो भने यो भिडियोलाई लाइक गरिदिनु होला। हामीसित जोडिन चाहनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला साथीहरु। ल हुन्छ बाइ। मैले तपाईलाई 100 मा 200 को रिचार्ज राखेर देखाएको छु। बाइ।